बदलामा खै म पहिला अब सरसित पहिला इन्ट्रोडक्सन भएको छु त्यसपछि अब सर थ्रुबाट ब्याक टु ब्याक कतैतिर त्यस्तो गरेर हाम्रो काम भइरहेको छ खास गरेर अहिलेको जुन मेरो अभियान हो सो हाउ टु प्रेजेन्ट द नेपाली फुड इन द इन्टरनेसनल मार्केट मेरो त्यो अभियान हो त्यो अभियान कसरी हो भने हामी अब म तराईबाट म सबै कुरै नेपाली खान सक्दैन अब म तराईबाट छु भने तराईको खानालाई अगाडि बढाइरहेको छु तपाईँ हिमालबाट छ भने हिमालको खानालाई अगाडि कोही ओखलढुङ्गाबाट छ भने ओखलढुङ्गाको खानालाई अगाडि बल्ल हाम्रो नेपाली बुक अहिलेको कन्डिसनमा अनि अहिलेको जुन अवस्थामा छ त्यसलाई डेभलपमेन्ट हुन्छ अब किन भनेको अहिले मैले 2003मा पास आउट अहिलेसम्म जुन हाम्रो नेपालीमा बिएचएम बुकहरू सायद तपाईँहरू कुन कुन राइटरको बुकहरू पढ्नु भएको छ त्यो त छँदैछ तर पनि जुन एज पर टिपिकली एज पर जुन नेपाली पनि हुनुपर्ने एज पर वर्ल्डले पनि हामीहरू नेपाली बुकलाई एउटा मान्यता देऊ भनेर मैले त्यस्तो बुकहरू पनि अहिले नेपालमा भएको छैन सेफहरू चाह संस्थाहरू टन्नै छ तर हामीले के गरिरहेको छौँ इन्टरनेसनल ब्रान्ड प्लस इन्डियाको सेफहरूको बुकहरू फलो गरिरहेको छौँ तपाईँहरूले कुन बुक फलो गरिरहनु भएको छ अहिले अस्मिता ओके नेपाली ओके अब भाइहरू अब भन्नुभयो सेफ आयो अनि खास गरेर मेरो कथन के हो भनेको अब अहिले नेपालमा अहिले मैले सबै जति पनि बिएचएम कलेज प्लस 5 स्टार होटल जति छ त्यसलाई पहिलोचोटि म नेपाली खाना नै पहिला पढाउन स्टार्ट गरौँ र पहिला मान्यता भने नेपाली खानालाई दियो त्यो पनि मेरो अभियान अहिले जारी छ अब कति संस्थाले ओके पनि छ कति संस्थाले ओके पनि छैन अब सङ्घर्ष भनेको जारी नै हुन्छ अब जसले राम्रो लाग्छ त्यो संस्थाहरू अगाडि आउँछ जसलाई राम्रो लाग्दैन त्यो आउँदैन हैन त्यो सिम्पल कुरा हो है तर अब अहिलेको कन्डिसनमा हेर कोभिड पनि भयो त्यही कारणले हाम्रो लोकलपन पनि धेरै गुम भइरहेछ अब पहिला के हुन्थ्यो भने अहिलेसम्म भाइहरूलाई त सायद नेपाली खाना कतिजनालाई नेपालको सुप याद छ त्यति भएर नेपाली हाम्रो सुप के हो कसैले याद छ हो जे भन्न इट्स ओके थाहा छैन म भन्नुला केही मलाई पनि यहाँबाट सिक्न मिल्छ नो प्रब्लम डर्नु पर्दैन गुन्द्रुकको झोल टमाटरको झोल अहिले लेटेस्ट सिस्नुको सुप ओके त्यही हो अब हाम्रो नेपालीमा मटन करीलाई के भन्छ त हाम्रो नेपाली नाम के हो ओके कसैलाई खसीको लेदो बेदो त्यो हाम्रो टिपिकली नेपाली नाम हो जुन हामी आजभन्दा धेरै वर्ष पहिला पढेको अहिले पनि तपाईहरु गुगलमा सर्च गर्दा सायद पाउनुहुन्छ यो तपाईहरु अहिलेसम्म हामी व्हाट इज द कन्टिनेन्टल फुड व्हाट इज इटालियन फुड व्हाट इज द मेक्सिकन फुड व्हाट इज द चाइनिज त्यो गर्नु भएको छ तर त्योको साथसाथ त्यो त छँदैछ तर म अहिले नेपाली खानालाई पनि अहिले प्रमोट गरिरहेको छु र अहिले फेरि तपाईहरु भन्नु भएको छ ल सिर्फ नेपाली खानाले किन प्रमोट गर्नु कारण थियो रिजन थियो पहिला त यहाँ हेर्नु भएको छ टेस्ट किन भनेको म त मिथिलाबाट हो नि म त जनकपुरबाट जहिले पनि आफ्नो कल्चर आफ्नो संस्कृति आफ्नो रहनसहन आफ्नो परम्परालाई अगाडि बढाउनुपर्छ अनि बल्ल अरूको हामीले एडप्ट गर्ने हो लिने हो तर अहिले के गरिरहेछ हामी क्रन्ची चिकन बर्गर नेपाली बर्गर त कसैले नसुने होला हैन त्यो पनि हो त्यो भन्दा राम्रो प्रोटिन न्युट्रिसन पार्ट हाइजेनिक अर्ग्यानिक हाम्रो नेपाली खानामा छ तर हामीले के गर्ने यसलाई मार्केटमा ल्याउन सकेका छैन अहिले एउटा सानो कुरा लो हिन्दीमा कहावत छ दिखता है तो बिकता है न हामीले देखाउन सकेछौँ आफ्नो खानालाई न बजारमा ल्याउन सकेछौँ त्यही भएर भोलिको दिनमा मोस्ट वेलकम नयाँ सेफ यसबाट कसै सेफ होला कोही सर्भिस होला जे हो मोस्ट वेलकम तर आफ्नोपन आफ्नो नेपालीपन आफ्नो खानालाई कहिले पनि हामी बिर्सिनु हुँदैन कसैले थाहा छ कि सन्तोष साई यसो गरेर त्यहाँ गएर त्यो गर्छ तर गर्यो नि गरेर मात्र अगाडि भयो नि अनि बल्ल त्यही कारणले त त्यहाँबाट अहिले म पनि नेपालमा गरिरहेको छु उहाँ सन्तोष साई गरिरहेको छ अब गाउँले भने पनि हुन्छ अब बीचमा खोला हो उता वारी उहाँको घर हो पारी मेरो घर हो तर 2-3 चोटि मात्रै उहाँसित अब यसो कुरा पनि भएको छ 1-2 चोटि भेटेको मैले भेट पनि गरिसकेँ
अब जाउँ हामी सब्जेक्टमा हैन। अब तपाईहरुले अब के छ अब यसमा कति दिन तपाईहरुले क्लास यहाँ गरिसक्नु भएको छ? 1 month। कस्तो लाग्यो होटल इन्डस्ट्री? के लाग्छ कि भोलिको दिनमा हाम्रो हामी कहाँ पुग्छौँ र के छ मार्केट कस्तो हुन्छ? Industry large. Industry large. That is right. के थियो पहिला हामीलो हातमा काउन्ट गरेर 5 स्टार थियो 5-7 त्यो भन्दा पहिला थियो। अहिले मोर देन 100 छ। तर हामीसित म्यान पावर छैन। जति पनि म्यानेजमेन्ट लेभलमा आउँछ नि सबै हामी इन्डियाबाट ल्याउँछौँ। हाम्रो यहाँको म्यानेजमेन्ट सबै युरोप कन्ट्री, अस्ट्रेलिया, दुबई फारी पुगेर टन्नै कमाएर आउँछ। तर हाम्रो नेपालमा काम त्यहाँबाट आउँदा फेरि हाम्रो नेपालमा काम गर्ने इन्भाइरोमेन्टै हुँदैन हैन। त्यही भएर होटल इन्डस्ट्रीमा तपाईले जुन भन्नुभएको छ नि सोर्स पनि छ, पैसा पनि छ, तर मेन्टलिटी प्लस फिजिकली वर्क दुवै हो। मात्रै मैले कुर्सीमा मात्रै बसेर काम गर्छु त्यो पनि हैन। कुनै बेला त भाडो पनि उठाउनु पर्छ, कुनै बेला जुठो प्लेट पनि उठाउनु। यदि सबैलाई थाहा छ भने म यो गर्न सक्दैन भने सरी फर द होटल इन्डस्ट्री। क्लियर हो है। किचनमा हुँदा अब धेरै जस्तो मान्छेले किचनमा हुँदा किचनमा कुनै बेला यस्तो हुन्छ कि धुने मान्छे हुँदैन हैन। तर त्यो बेला आफै पनि म्यानेज गरेर हामीलाई चलाउनु पर्ने हो। तर त्यो तपाईको प्लस पोइन्ट हुन्छ। त्यो तपाईले कसरी म्यानेज गर्ने, दैट इज कॉल्ड होटल म्यानेजमेन्ट। अब मेरो सिम्पल वर्ड हैन, दैट इज अ वे। अब अहिले कति अब पूर्व मेचीदेखि महाकालीसम्म धेरै 5 स्टार छ। अब पूर्वेली तर्फ जाँदा अहिले त नेपालकै सबैभन्दा ठुलो क्यासिनो नै त्यहाँ आइसक्यो। त्यही भन्नु पर्ने हैन। बुटबलतिर जाँदा त 4 स्टार 3 स्टार होटलको त लाइन नै अहिले आयो। त्यही भएर तपाईहरुको जुन फ्युचर छ इट्स अ भेरी गुड। हामी पनि अहिले तराईको मान्छे, तपाई अब यसबाट सबै बेगबाट छ। तर अहिले पनि तराईमा हाम्रो कन्सेप्ट के छ भने अहिले पनि खाना बनाउन जाँदा केमा काम गर्छौ, बावर्ची हो, हलवाई हो कि कुक हो, अहिले पनि हाम्रो भन्ने चलन छ। तर भन्नेले त भन्दै गर्छ, हामीले काम गर्नेले त काम गरेर देखाउँछौ, काम गरेर चिनाउने हो नि। तर यो काम ठुलो सानो कस्तो हुन्छ भने यो तपाईहरुको डिपेन्ड हुन्छ। अब कसैले गर्न सक्छ, कसैले गर्न सक्दैन। बीचमा के क्वेशन छ यु पिपल क्यान आस्क। यदि मसित एन्सर छ भने म रिप्लाई गरौँला। ओके। अब हामी जाऊ मैथिली खानामा। के हो टेस्ट मिथिला भनेको, के हो मैथिली खाना, के हो? यसबाट नेवारी समुदायबाट कति जना छ? ल हात उठाऊ। के छ नेवारको खाना? फेमस खाना नेवारीको नेवारी छैलाहरु छ। ओके। अनि त्यसपछि भटमासहरु सादेको अनि अदुवाहरु त भएको। ओके। त्यसपछि अनि अरु के रे तामाहरु भयो। आलु तामा छ। ओके। त्यसपछि अरु ल स्वीटमा के छ त? स्वीटमा त धेरै छ। चाकुहरु छ। अहिले नेपालको सबैभन्दा फेमस स्वीटमा के हुन गइरहेछ? राइट। कहाँबाट आएको यो मरी त? बनेपाबाट फेमस भएको छ। बनेपाको त्यहाँको लेडिज कल्चरहरुबाट सोध्दा त्यहाँबाट फेमस भएको छ। त्यही भएर पहिला आफ्नो घर हामी आफै बनाऊ, त्यसपछि अरूको कन्टी गर्ने, इटालियन गर्ने टमै छँदै छ नि। अब हामी थियो टेस्ट अफ मिथिला। यो मैथिली खाना के हो? मैथिली खाना भनेको जब भगवान रामले जुन बेला नेपाल इन्डिया थिएन त्यो बेला त रामायण थियो, त्यो बेला मिथिलाञ्चल थियो है। अनि बल्ल हामी पछि डिभाइड भएको छौँ। त्यो बेलाको खाना हो मैथिली खाना। जब भगवान रामले जनकपुरमा नेपालमा आउँदा उहाँलाई खाना कालो वर्ण हुन्थ्यो, 6 महिना राखेर गोरो गरेर अयोध्या पठाउनु भएको थियो। त्यस्तो खानाहरू छ मिथिलामा। हामी मस्यौरा भन्छौँ। हामी तपाईहरुले तरुवा नाम सुन्नु भएको छ कसैले? तरुवा तराईतिर त धेरै फेमस खाना हो।
तरुवाको के भनेको आलुको तरुवा होस्, कोबीको तरुवा होस् या के जति भेजिटेबल हुन्छ हाम्रै बारीमा, परेसा बारीमा जति फ्रेस भेजिटेबलहरू छ त्यसलाई नै पहिला कथन के थियो भने कम तेलमा तारेर जुन बुहारीले तरुवा बनाइदियो त्यसको वाह वाह हुन्थ्यो। हाम्रो पहिला त घरमा आमा, बहिनी, दिदी, भाउजूहरूले खाना बनाउँछ। अहिले पनि छ नि त, हामी त जेन्ट्स त अलिकति आराम गरेर बस्छौँ नि। द्याट इज द राइट वे न? त्यही थियो। अब अहिले मोडर्न तरुवा के भयो भने बढी तेलमा तारेर दिने हो। गुगल सर्च गर्दा यो सबैको रेसिपीहरू पाउनुहुन्छ, तर टिपिकल्ली छैन, म टिपिकल्ली पनि बनाइरहेको छु। त्यो तरुवा हो। त्यो हामीहरूको खानामा कुनै पनि गेस्ट आउँदा तरुवा नभइकन गेस्टको खाना कम्प्लिट हुँदैन। पाहुना जहिले पनि आउँदा हाम्रो घरमा तरुवा बनाउनै पर्छ। त्यसपछि भरुवा भन्छ, त्यसैको भाइ हो। त्यसलाई स्टफ गरेर पटल थाहा छ? पोइन्टेड वर्ड भरुवल, त्यसमा हामी बनाउँछौँ। त्यसपछि हाम्रो फेमस मखानको खिर, मखाना थाहा छ? कोकोनट पुडिङ। अब तपाईहरुको लागि यो खाना नयाँ नयाँ होला, अब बिस्तारै यो पानी भित्र हुन्छ। पानी भने पोखरी तलाबमा माथिबाट, जस्तो हामी लोटस भन्छौँ नि त्यसैको भाइ हो, मखाना हो, व्हाइट कलर हुन्छ, जुन हामी लक्ष्मी पूजामा युज गर्छौँ। अब सबैलाई थाहा भयो व्हाइट कलर। त्यो मखानाको हाम्रो खिर बन्छ। त्यस्तै मिसामा धेरै खाना। अहिले मेरो लेटेस्ट खाना बेथे सागको सुप। थाहा छ बेथे? बेथे भनेको त्यसमा यति क्याल्सियम हुन्छ कि जुन हाम्रो ब्रेनलाई धेरै ठुलो कभरेज गर्छ। जब ब्रेन हाम्रो रनिङ हुन्छ नि, त्यो त्यसमा धेरै काम गर्छ। अर्को कुरा भनेको बेथे पनिर मैले लन्च गरेको छु। त्यस्तै गरेर अहिले नेपाली खानाहरूमा अब म तराईको खानालाई प्रमोट गरिरहेको छु। नेपालको अरू पहाडको सेटहरू छ, पहाडको खानालाई प्रमोट गरिरहेछ। कोही हिमालको छ भने हिमालको खानालाई प्रमोट गरिरहेछ। अब इलामतिरको मैले छुर्पीको तरकारी पनि नेपालमा आउँदैछ। कतिजनालाई छुर्पीको तरकारी थाहा छ? पूर्वको पूर्वेलीहरू त उताको सबै थाहा होला नि। पूर्वबाट हो। के छ तिम्रो कल्चरमा? भन, तिम्रो खाना भन। जे घरमा खाछौ त्यसलाई भन न, नो प्रब्लम, सबैले बुझ्छ। जसरी अहिले तिमीले टेस्ट मिथिला बुझ्यौ त्यस्तै तिम्रो पनि कल्चर बुझ्छ या। ओके Sir, I am actually Mughal. No problem, you can tell me the Mughal food only. That is your culture. Don't worry. I don't know lot of that. तर बेसिक के हो? Sir, लड्डु छैन। pork. ठिक छ, पोर्क ठिक छ। सबैको आफ्नो आफ्नो कल्चर छ, आफ्नो आफ्नो खानालाई अब अहिले त्यस्तो कन्डिसन पनि छ अगाडि बढाउने। ओके, एनी क्वेसन? के सोध? होटल इन्डस्ट्री सम्बन्धी तिमीलाई के लाग्छ? अब यो तिमीलाई अरू खाना के कसो छ त्यो पनि यु क्यान आस्क एनी क्वेसन, नो प्रब्लम। आई एम अल्सो बीएचएम गराउँ, बीएचएम ब्याकग्राउन्ड। या पोस्ट तपाईले मिथिला खाना बनाउनुहुन्छ नि रहेछ, कतिको सेल हुन्छ, कतिको उयो डिमान्ड छ मिथिला खानाको? अहिले जसरी थकाली थाली, नेपाली थाली लन्च भयो त्यस्तै अहिले मैले मैथिली थाली पनि लन्च गरेको छु। यो तिम्रो नेपाल टुरिज्म बोर्डद्वारा निस्केको क्यालेन्डर यो सालमा छ मेरो 4-5वटा खाना। अहिले मेरो कल्चर अहिले यो क्युजिन भनेको उसमा पनि गइसक्यो।